दर्शक बहिनी एलिना चौहान र विष्णु सापकोटा मिलेको हेर्न चाहने दर्शक श्रोताहरूको बढ्यो झन् उग्र रूप। दर्शक बहिनी नेपाली दर्शक श्रोताहरूले भन्छन् एलिना चौहान र विष्णु सापकोटाले एक अर्कालाई अझै पनि माया गर्छन्, यिनीहरू भने फेरि पनि मिलेर सँगै बसेको हामी हेर्न चाहन्छौँ भन्दै नेपाली दर्शक श्रोताहरूले भने यस्तो। दर्शक बहिनी आफ्नो आजको भिडियोमा भने यसैबारे रहेर छोटो चर्चा गरौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर हामीलाई साथ दिन भने नछुटाउनुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया राजशिका अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गरी साथैमा रहेको बेल आइकनलाई अलमा प्रेस गरी कृपया हामीसँग जोडिन भने नछुटाउनुहोला। यदि तपाईँलाई हाम्रो भिडियो राम्रो लाग्छ भने कृपया भिडियोलाई एक लाइक र कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै र कहाँबाट हेर्दै हुनुहुन्छ कृपया जहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो ठेगाना लेखेर भने हामीलाई भिडियो एक सेयर पनि गर्न भने नछुटाउनुहोला। दर्शकहरू पछिल्लो समयमा एलिना चौहान र विष्णु सापकोटाको डिभोर्स भए लगत्तै भने विभिन्न प्रकारका न्युजहरू बाहिरिरहेका छन्। तर अहिलेको पछिल्लो समयमा हेर्ने हो भने नेपाली दर्शक श्रोताहरूले भने एलिना चौहान र विष्णु सापकोटाको टिकटक लाइभ होस् अथवा फेसबुकमा होस् अर्थात् सामाजिक सञ्जालमा जुनसुकै पनि सामाजिक सञ्जालमा भने नेपाली दर्शक श्रोताहरूले भन्छन् हामी भने तपाईहरू दुवैजना मिलेको हेर्न चाहन्छौँ, तपाईहरू दुईजनालाई सँगै हेर्न चाहन्छौँ भन्दै एलिना र चौहान र विष्णु सापकोटालाई नेपाली दर्शक श्रोताहरूले सँगै हेर्ने चाहना बढाइरहेका छन्। दर्शकबिन तपाईँ भने के भन्न चाहनुहुन्छ त कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गरिदिनु होला। के तपाईँ पनि साँच्चीकै एलिना चौहान र विष्णु सापकोटा मिलेको हेर्न चाहनुहुन्छ र तपाईँलाई के साँच्चीकै लाग्छ त यिनीहरू भने एक हुनुपर्छ जस्तो लाग्छ भने कृपया आफ्नो प्रतिक्रिया भने कमेन्ट बक्समा एलिना चौहान र विष्णु सापकोटा एक हुनुपर्छ भनेर कमेन्ट गर्न भने नछुटाउनुहोला र हाम्रो भिडियोलाई एक सेयर पनि गर्न भने नछुटाउनुहोला।